सो हेलो गाइज वेलकम बैक टू माई यूट्यूब चैनल। स्वागत छ मेरो यूट्यूब चैनल में। हिजो म घर आएको थिएँ। यसो गाउँघरतिर पनि आएको धेरै भइहाल्छ नि, राम्रो लाग्दैन के बजारमा। यसो कहिलेकाहीँ बजारतिर झ्याउ लागिसकेपछि गाउँघरतिर आउनुपर्छ घुम्नलाई। अनि म हिजो गाउँ आएको थिएँ अनि यसो खेततिर घुम्न जाम पुरै कस्तो भएको छ धानहरू भनेर आएको। त हेर्नु त कतै तपाईँले कस्तो के देखेछ, हरियो बाहेक कतै के देखेछ छैन नि। गाउँको मजा नै यही हो क्या। स्वच्छ वातावरण, हावापानी सफा, नेचर सफा। हेर्नु त कस्तो ब्युटी छ पछाडि, ब्याकग्राउन्ड तपाईँ हेर्न सक्नुहुन्छ। कति बवाल छ होइन, जतातिर हेरे उतै हरियाली हो कि होइन, पुरै हरियाली हरियाली छ। म त खासमा लताम टिप्न आएको थिएँ क्या। त्यहाँ छ ऊ मेरो लतामको बोट त्यहाँ छ, टिपे 4-5 वटा टिपे, खासैले पाकेको छैन। अब अर्को नेक्स्टचोटि फेरि 4-5 दिन पछि, 4-5 दिन 10 दिन पछि आउँछु नि, अनि बल्ल पाकेको हुन्छ। अहिले खासै पाकेको थिएन। अनि यसो हाम्रो गाउँतिर कस्तो हरियाली हुन्छ भनेर एउटा भिडियो बनाऊ भनेर एउटा भिडियो बनाएको होइन। कस्तो बवाल लाग्छ होइन। गाउँघरतिरको छुट्टै मजा हुन्छ। सहरमा बस्नेलाई के थाहा गाउँघरमा कतिको हरियाली के कस्तो छ। बजारमा त धुलो यताउता दुनियाँदारी गाडी हिँडेको घ्यारघुर। यहाँ कतै केही छैन। यहाँ गाउँघरतिर आएपछि सुनेपछि चराचुरुङ्गीको आवाज मजाले कानमा गुन्जिन्छ। त्यसपछि यहाँको वातावरण हरियाली छुट्टै कस्तो बवाल देखिन्छ होइन। कति मजाको छ हेर्नु त। पुरै यो भइहाल्यो। यो जुन छ नि यहाँबाट हेर्नु, यहाँ पनि कल मोटर लागेको छ। यहाँ पनि मोटर कल चलिरहेछ। त्यहाँ राति बस्ने ठाउँ हो। मोटर उ गरेपछि त यहाँ खेतमा पानी हाल्नको लागि त मोटर त्यहाँ चलाउनै पर्छ। अब त यस्तो सुनसान छ हेर्नु त, कतै कोही छैन। अनि यस्तो ठाउँमा त मान्छे त्यहाँ एकजना त चाहिन्छ। त्यो मोटरलाई त रेखदेख यताउता बन्द भयो भने चालु गर्न, यताउता गर्न त चाहिन्छ। त्यसको लागि त्यो बस्ने ठाउँ हो। तपाईँहरूलाई म देखाउँछु त्यो बस्ने ठाउँ यस्तो हुन्छ क्या। देशी लुक भनेकै, देशी अन्दाज भनेकै यस्तो हो क्या होइन। रहन्छु म। हेर्नु त कस्तो बवाल छ होइन। यही हो सुत्ने ठाउँ, बस्ने। रातिमा पनि यहीँ बसिन्छ। बस्छु म त बस्दिनँ। म त अब बजारमा, मेरो बजारमा काम हुन्छ। म धेरै जसो प्राय म बजारमै हुन्छु। कहिलेकाहीँ आउँछु यसो घुम्नलाई। आज आएको कस्तो रमाइलो भयो। एक्लै भए पनि रमाइलो भएको छ क्या। किनभने गाउँघरको मजै कुछ अलगै हुन्छ। यहाँ ग्रुप र ग्याङ चाहिँदैन क्या रमाइलो गर्नलाई। यहाँ एक्लै पनि रमाइन सकिन्छ। त्यस्तो ठाउँ हो क्या गाउँ भनेको। हस्, धन्यवाद। तपाईँहरू पनि भिडियो हेर्नुहोला सबै, र च्यानललाई सब्सक्राइब गर्नुहोला। फेसबुकमा पनि फलो गर्नुहोला, टिकटकमा पनि फलो गर्नुहोला। र यसरी नै म सधैँ भिडियो बनाइरहन्छु, हालिरहन्छु। हेर्नुहोला, गाउँको मजा लिनुहोस्। हस् त धन्यवाद।